स्वागत छ सबैलाई। आज चाहिँ नेपाल टेलिकमले विद्यार्थीहरूको लागि डाटा अफर ल्याएको रहेछ, फाइबर इन्टरनेट सहुलियत मूल्यमा। यसको वेबसाइटमा लागौँ है त। एफटीटीएच विद्यार्थी अफर भनेर रहेछ, त्यसमा चाहिँ डाटा वानली अफर भनेको छ हैन। स्पिड कतिको हुने रहेछ भन्दाखेरि ब्यान्डविड्थ भनेको 30 MBPS को रहेछ, 25 GB FPP रहेछ। फेयर युज पोलिसी, त्यसमा चाहिँ तपाईले 25 GB युज गरिसके पछाडि चाहिँ 5 MBPS को स्पिडमा इन्टरनेट अनलिमिटेड चल्छ भन्ने कुरा हो हैन। 4999 टोटल प्राइस, 1 वर्षको भ्यालिडिटी। त्यसको जडानको लागि चाहिँ 500 शुल्क लाग्ने रहेछ, त्यही उल्लेख गरेको छ। अफरमा चाहिँ के उपलब्ध छ भन्दाखेरि ड्युअल ब्यान्ड सीपी निशुल्क, एक थान ड्रप फाइबर निशुल्क छ। ड्रप फाइबरमा चाहिँ 100 मिटरसम्म ड्रप फाइबर उपलब्ध गराइनेछ भनेको छ। ड्रप फाइबर भनेको चाहिँ त्यो फाइबर केबल इन्टरनेट तपाईको जुन घरसम्म आउँछ, त्यहाँ पोलदेखि त्यहाँसम्म आउनको लागि यो प्रयोग गरिने केबल हो ड्रप फाइबर भनेको। अनि यो स्टुडेन्टको लागि अफर भएको हुनाले चाहिँ स्टुडेन्टको भ्यालिड आइडी कार्ड फारमको साथमा पेश गर्नुपर्ने। 2054 साल वा पछि जन्ममिति रहेका विद्यार्थीहरूका लागि मात्र अफर भएकाले जन्ममिति खुल्ने प्रमाणपत्र, नागरिकता, बर्थ सर्टिफिकेट अनिवार्य रूपमा पेश गर्नुपर्ने छ भनेको छ। नाबालिगको हकमा चाहिँ उनीहरूको अभिभावकको सिटिजनशिप, लाइसेन्स, पासपोर्ट चाहिँ प्रतिलिपिको रूपमा पेश गर्नुपर्ने छ भनेको छ। यो अफर चाहिँ 2082 माघ 22 सम्म रहेको छ। सेवा जडान गर्नको लागि चाहिँ 198 198 मा सम्पर्क गरी आवेदन दिन सकिनेछ भनेर राखेको रहेछ। रिन्युअलको लागि चाहिँ अलिकति कस्तो रहेछ भन्दाखेरि रिन्युअलमा चाहिँ यो यति पैसामा 4999 मा चाहिँ यो कन्टिन्यू हुँदैन। साबिकका पहिलेका प्याकेजहरू मध्येबाट तपाईले कुनै पनि छनौट गरेर लिन सक्नुहुन्छ भनेको रहेछ। यदि रिन्युअल गर्न मन छैन, अरूको प्याकेज लिन मन छैन भने चाहिँ जुन अहिले दिएको राउटर सीपी राउटर छ त्यसलाई फिर्ता गर्नुपर्ने छ भनेर एकदमै क्लियर रूपमा लेखिएको रहेछ। विद्यार्थीको लागि चाहिँ एकदमै सहुलियत मूल्यमा एकदमै राम्रो प्याकेज। थ्यांक यू।